सुन्नुस् न, आजको यो आन्दोलन सुकुम्बासीको आन्दोलन हो कि तपाईहरुको आन्दोलन हो? तपाई सुकुम्बासी हो कि हैन? मेरो प्रश्न पनि त होला नि त। एकबद्धता आज हामीले चाहिँ के भेट्यौं भने यहाँको 90% चाहिँ कोही पनि होल्डिङ सेन्टरबाट आएको होइनन्। तपाईहरु जस्तै एकबद्धता जन्माउन आएका भनेर राजनीतिक दलबाट आएर भाषण गरेको सुन्यौ क्या? कोही पनि सुकुम्बासी आउनु भएको छैन। तपाईहरु चाहिँ किन सडकमा आउनु भएको? सुकुम्बासीको नाम किन बेच्या तपाईहरुले? यो सडकले त्यही बोल्यो क्या? ल तपाई भन्नुस्, ल मलाई देखाइदिनुस्। तपाई मसँगै जानुस्, को व्यक्ति सुकुम्बासीको मलाई देखाइदिनुस्। यो हलभित्र खोजेर ल्याइदिनुस्। तपाईहरु किन आउनु? एकजना लिएर आउनुस्, मेरो अगाडि लिएर आउनुस्। ल लिएर आउनुस्, बोलाउनुस् उहाँलाई। अहिले भर्खर सोधेँ मैले, तपाई सुकुम्बासी हो होइन? तपाईहरु किन सुकुम्बासीको नाममा राजनीति गर्नुहुन्छ? औँलाले नदेखाउनुस् न। एकजना हुनुहुन्न, तपाईले हुन त अर्कोले आएर तपाई उहाँ सुकुम्बासी भनेर तपाईलाई देखाउँछ। तपाईहरु सुकुम्बासीको नाममा किन राजनीतिक दलको रूपमा आउनुहुन्छ क्या? तपाईहरु आज यहाँ हुन्छ नि, यो मुद्दा सुकुम्बासीको मुद्दा सरकारले जुन नामसँग गरेको छ त्यो कुरा हो। म भन्छु त्यो बारेमा प्रश्न भन्छु। सुन्नुस्, म यो मानेमा आएको। सुन्नुस्, सरकारले गरेका राम्रा पक्षलाई तपाईहरुले स्वीकार गर्ने कि नगर्ने? सधैँभरि जनतालाई खोलाकै किनारमा राख्नु पर्थ्यो, तपाईहरुको माग त्यो हो।